साफ वुमन च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट भारतको गोहामा सुरुवात हुँदैछ। आजको पहिलो खेलमा नेपालले भुटानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। उक्त खेल नेपाली समय अनुसार साँझ 4:45 बजे भारतको गोहामा रहेको जवाहरलाल नेहरू स्टेडियममा सुरुवात हुनेछ। नेपाली महिला फुटबल टोली निकै लामो समय पश्चात फेरि पनि एन्जिला तुम्बाको सुब्बाको कप्तानीमा मैदान ओर्लनेछ। नियमित कप्तान सावित्रा भण्डारी साम्बा घाइते भएको कारण नेपाली महिला फुटबल टिमको कप्तानी फेरि पनि एन्जिला तुम्बाको सुब्बाले दिएको छ। त्यसो त यो प्रतियोगितामा नेपालका गोल मेसिन सावित्रा भण्डारी साम्बा, त्यस्तै गरी अग्ला र छिटो छरितो खेलाडी सविता राणा मगर हुने छैनन्। उनीहरू दुवैजना चोटको कारणले यो प्रतियोगिता गुमाएको छ। तर पनि एउटा यस्तो चेलीको जादुमय खेल हेर्न पाइनेछ। त्यो चेलीको नाम हो प्रीति राई हो। प्रीति राई नेपालको एक यस्तो फुटबल जादुगर महिला खेलाडी हुन् जसको खेल मन नपराउने सायद नेपाली फुटबल, म त अझ भन्छु साउथ एसियामा जसले महिला फुटबल हेर्दछ, मन पराउँदछ, उनीहरूले सायद प्रीति राईको खेल मन नपराउने कुरै भएन। त्यस्तै गरी मिडफिल्डरमा रेणुका नगरकोटीको जादुमय मिडफिल्डिङ, त्यस्तै गरी गीता राणा मगरको उत्कृष्ट डिफेन्स र एन्जिला तुम्बाको सुब्बाको पहाड जस्तो गोल किपिङ आजको सबैभन्दा हेर्न लायक दृश्य हुनेछ। त्यसो त सबैभन्दा खुसीको कुरा के छ भन्दाखेरि आजको खेलमा U20बाट फुटबलमा उदाएको नेपाली महिला फुटबलर पूर्णिमा राई र अर्का खेलाडी मीना देउबाले पनि साफ च्याम्पियनसिप फुटबलमा डेब्यू गर्ने सुनौलो अवसर छ। यो बाहेक सबैभन्दा छिटो छरितो नेपाली फुटबलर रेखा पौडेल र अनुभवी खेलाडी सरू लिम्बूको पनि आज उत्कृष्ट फुटबल जादु हेर्न सकिन्छ। तसर्थ सम्पूर्ण नेपाली खेलाडी र टिम नेपाललाई जितको अग्रिम शुभकामना व्यक्त गर्दछु। तपाईँ भन्नुहोस्, आजको खेलमा नेपालले भुटानलाई कति गोलले हराउला? आफ्नो अनुमान कमेन्टमा जनाउनु होला है त।